तपाईँलाई धेरै सबैलाई संसार भइरहँदा जस्तो त्यसरीमा पापहरूमाथि आज त्यही नै पौडी उठ्नु भएको येशू ख्रीष्टको पौडी उठाई अर्थात् मृत्युलाई विजयी गरेर जीवित हुनुभएको येशूको पुनरुत्थान दिवस मनाउनका निम्ति हामी यहाँ भेला भएका छौँ। त्यसै कारणले गर्दाखेरि बाइबलको 56 पहिलो कोरिन्थी 15 को 56 ले भन्दछ मृत्युको किल पाप हो, पापको शक्ति व्यवस्था हो, तर परमेश्वरलाई धन्यवाद होस् जसले हामीलाई हाम्रो प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ। यसकारण मेरो प्रिय भाइयो, स्थिर अटल रहो, प्रभुको काममा सबै बढ्दै जाऊ, किनकि तिमीहरू जान्दछौ कि प्रभु तिमीहरूको परिश्रम व्यर्थ जाने छैन। आज तपाईहरु मैले प्रचार गरेको वचन व्यर्थ जाँदैन। यसका सबै कुरा, सबै परिश्रम इनाम परमेश्वरले तपाईँ हामीलाई दिनुहुन्छ। हामीलाई प्रभुको वचनले सधैँ प्रभुको काममा बढ्दै जाऊ भनेर उहाँले उत्साह दिनुभएको छ। येशू प्रभु हाम्रो पापको निम्ति